दिपेन्द्र सुवेदी अफिसियल हेरेर बसिरहनु भएका सम्पूर्णमा म दिपेन्द्र सुवेदीको तर्फबाट नमस्ते। आज पनि म तपाईहरुको लागि अर्को एउटा नयाँ भिडियो लिएर आएको छु। पक्कै पनि भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने आशा राखेको छु। आजको भिडियोमा चाहिँ मैले जुन जापानमा जति पनि स्टुडेन्टहरुले अप्रिल इन्टेकको लागि एप्लाई गर्नु भएको छ, अहिले इन्क्वायरी कल धमाधम आइरहेको छ। हजुरहरुलाई थाहा पनि भइसक्यो होला। जापान इमिग्रेसनले चाहिँ इन्क्वायरी गरिरहेको छ, जस्तो स्पोन्सरलाई अनि त्यस्तै स्टुडेन्टलाई, त्यस्तै गरी ब्याङ्कमा चाहिँ इन्क्वायरीहरु आइरहेको छ। यी यावत कुराहरुलाई समेटेर चाहिँ आजको भिडियो बनाउने कोसिस गरेको छु। तपाईहरु दिपेन्द्र सुवेदी अफिसियल युट्युब च्यानल, त्यसैगरी दिपेन्द्र सुवेदी अफिसियल फेसबुक र टिकटक, दिपेन्द्र सुवेदी अफिसियल टिकटकमा हेर्दै हुनुहुन्छ। तपाईहरुलाई म स्वागत गर्न चाहन्छु। तपाईहरु फेसबुकमा हेर्दै हुनुहुन्छ भने फेसबुकलाई लाइक गरिदिनु होला अनि फलो गरिदिनु होला। त्यस्तै गरी युट्युबमा हेर्दै हुनुहुन्छ भने युट्युबलाई सब्स्क्राइब गरिदिनु होला र टिकटकमा हेर्दै हुनुहुन्छ भने टिकटकलाई फलो गरिदिनु होला भन्न चाहन्छु। जापान इमिग्रेसनले चाहिँ अहिले इन्क्वायरी गरिरहेको छ। जस्तो इन्क्वायरी आउँदै छ, स्टुडेन्ट कसरी तयारी हुने, स्टुडेन्टहरु चाहिँ कसरी आफू तयारी अवस्थामा बस्ने, यी कुराहरु चाहिँ मैले तपाईलाई बताउने कोसिस गरेको छु। जस्तो यो स्टुडेन्ट भिजामा हजुरहरुले एप्लाई गर्नुभएको छ जापानको विभिन्न शहरमा, टोकियो, त्यस्तै गरी फुकुओका, अब नागोया, ओसाका, त्यस्तै अरु यी यावत शहरहरुमा चाहिँ हजुरहरुले जापानको कलेजमा चाहिँ एप्लाई गर्नुभएको छ, कलेज इमिग्रेसनमा। जुन एप्लाई भइसके पछाडि इमिग्रेसनबाट चाहिँ इन्क्वायरी आउने चाहिँ धमाधम भइरहेको छ। जस्तो इन्क्वायरी आउँदाखेरि चाहिँ के कुरामा चाहिँ ख्याल गर्ने त, के कुरामा चाहिँ ध्यान दिनुपर्छ स्टुडेन्टहरुले, यो कुराहरु चाहिँ मैले आजको भिडियोमा बताउने कोसिस गरेको छु। जस्तो जापानबाट इन्क्वायरी आउँदाखेरि के गर्ने, जस्तो इन्क्वायरी आउँदाखेरि कि त स्टुडेन्टलाई नै आउँछ जो एप्लिकेन्ट, हैन भने स्टुडेन्टको स्पोन्सर जस्तो फादर अथवा मदर को राख्नु भएको छ उहाँलाई आउँछ, कि त ब्याङ्कमा, जस्तो ब्याङ्कमा पनि आइरहेको छ। अब यी कुराहरुलाई चाहिँ एकदमै ध्यानमा राख्नु पर्ने हुन्छ। जस्तो स्टुडेन्टहरुलाई इन्क्वायरी आउँदाखेरि चाहिँ जस्तो कन्सल्टेन्सी मार्फत हजुरहरुले एप्लाई गर्नु भएको हुन्छ। जस्तो एप्लाई गर्दाखेरि चाहिँ जुन कलेजको एप्लिकेसन फर्ममा चाहिँ के कुराहरु चाहिँ समेटेको छ स्टुडेन्टको, जस्तो डिटेल्सहरु भयो, त्यस्तै स्पोन्सरको कुराहरु भयो, ब्याङ्कको कुराहरु भयो, के कसरी राखेको छ त्यो कुराहरु चाहिँ मेन कुरा बुझ्न पर्ने हुन्छ। जस्तो स्टुडेन्टले राखेको कुराहरु चाहिँ अब जस्तो कन्सल्टेन्सीहरुले त्यसलाई राखेको हुन्छ, मिलाएर डकुमेन्टेसन गरेको हुन्छ। त्यो डकुमेन्टेसनको चाहिँ आफूले इन्क्वायरी चेकलिस्ट एकचोटी माग्न पर्ने हुन्छ कन्सल्टेन्सीबाट। के कुराहरु चाहिँ राखेको छ, के कुराहरु समेटेको छ, त्यो कुराहरु चाहिँ राखेर आफू चाहिँ त्यसको लागि तयारी भएर बस्नु पर्ने हुन्छ। अब जस्तो ब्याङ्कमा कति ब्यालेन्स राखेको छ, त्यस्तै एनुअल इन्कम कति छ, त्यस्तै गरी अब ग्यापहरुमा के राख्नु भएको छ, त्यस्तै गरी अब आफ्नो पर्सनल डिटेल्सहरु भइहाल्यो। त्यस्तै गरी अब अहिले हरेक स्टुडेन्टको चाहिँ स्पोन्सरको प्राय एग्रिकल्चरबाटै देखाएको हुन्छ। जस्तो एग्रिकल्चरमा चाहिँ के कामहरु छ, के खेतीहरु गर्नु भएको छ, अब एग्रिकल्चर प्रोडक्टहरु के छ, हैन, त्यो कुराहरुलाई चाहिँ समेटेर राखेको हुन्छ। त्यो कुराहरुलाई ख्याल गर्नुपर्ने हुन्छ। र स्टुडेन्टलाई जापान इमिग्रेसनबाट इन्क्वायरी आउँदाखेरि चाहिँ जस्तो नेपालीबाट पनि सोध्छन्, जापानिजबाट पनि उताबाट सोधिरहेको हुन्छ। जस्तो कोही के कसरी ल्याङ्ग्वेज जानेको छ, बुझेको छ, ल्याङ्ग्वेज चाहिँ कस्तो छ स्टुडेन्टको, त्यो कुराहरुलाई पनि ख्याल गरेको हुन्छ। त्यो कुराहरुमा चाहिँ आफू तयारी हुनु पर्यो। जस्तो फोन चाहिँ अब कुन नम्बर दिनुभएको छ, स्पोन्सरको नम्बर प्लस अब आफ्नो स्टुडेन्टको नम्बर दिएको हुन्छ, त्यो नम्बरहरु चाहिँ अफ गर्नु भएन। फोन आउँदाखेरि ओके हुनु पर्यो। जस्तो जापानको अफिसियल टाइम छ, त्यो टाइममा चाहिँ फोन आउने हुन्छ। जस्तो जापानको अफिस टाइममा चाहिँ यता फोन आउँछ।
त्यो चाहिँ नेपालको कति जापानको 9 बजेबाट कति 6 बजेसम्म होला त्यो टाइममा चाहिँ फोन आउने हुन्छ। त्यो अनुसारको नेपालमा कति टाइम भइरहेको छ त्यो चाहिँ आफूले हेरेर चाहिँ तयारी भएर बस्नु पर्यो। अनि स्पोन्सर जस्तो फादर अथवा मदर अब कसलाई राख्नु भएको छ उहाँहरूलाई पनि सिकाउनु पर्ने हुन्छ। हजुरहरूले चाहिँ सिकाएर अब यस्तो यस्तो कुराहरू चाहिँ अब यसरी भन्नुपर्छ भनेर जस्तो नेपालीमै सोध्छन् उताबाट। जस्तो स्पोन्सरलाई कल आउँदाखेरि चाहिँ अब ब्याङ्क कुन ब्याङ्कमा खाता छ, ब्याङ्कको नामहरू, त्यस्तै गरी अब स्पोन्सरलाई सोध्ने भनेको क्वेसन कस्तो कस्तो सोध्छ मैले सर्टकटमा बताइदिन्छु। जस्तो स्पोन्सरको खाता भनौँ न फादर अथवा मदरको खाता, अब तपाईँको खाता कहाँ छ, कुन ब्याङ्कमा छ, यस्तो कुराहरू कति जति पैसा होला, कति जति छ, जस्तो अब हामीले कति राखेका हुन्छौँ, जस्तो ब्याङ्क ब्यालेन्स देखाएको हुन्छ त्यो अनुसारको भनिदिनु। एकिन जति हो त्यति भन्नु परेन, लगभग यति होला भनेर भन्नु पर्यो। जस्तो अब नर्मल्ली 25 लाखभन्दा माथि नै देखाएको हुन्छ, 26, 27, 28, 30 लाख, 32 लाख यस्तो देखाएको हुन्छ। कति छ राखेको छ त्यो यति नै हो भनेर सबै क्यालकुलेसन गरेर भन्नु त पर्दैन। जस्तो सरदर यति होला भन्ने हिसाबले चाहिँ कुरा गर्नु पर्यो। त्यस्तै एनुअल इन्कमको बारेमा पनि भनिदिनु पर्यो। अब के खेती गर्नुहुन्छ, यो मेरो चाहिँ यस्तो यस्तो खेती छ, यस्तो प्रोडक्ट छ भनेर बताउनु पर्यो। त्यो कुराहरू सिकाउनु पर्यो स्पोन्सरलाई। अनि त्यस्तै गरेर अर्को भनेको अब तपाईँको छोरा अथवा छोरीले जापानको कुन सहरमा कुन कलेजमा एप्लाई गर्नुभएको हो, कुन कलेजमा, त्यो कुराहरू सोध्नुहुन्छ। त्यो कलेजको नामहरू सिकाएर राख्नु पर्यो। अनि कति छ कलेजको फी, वार्षिक फी, त्यो कुराहरू। अनि तपाईँले सक्नुहुन्छ त तिर्नलाई भन्ने कुराहरू सोध्नु होला। त्यो कुराहरूलाई चाहिँ ख्याल गर्नुपर्ने हुन्छ। त्यो कुराहरू चाहिँ स्पोन्सरलाई सिकाउनु पर्ने हुन्छ। मैले यो सर्टकटमा बताएँ। त्यस्तै गरी ब्याङ्कमा पनि कल आउन सक्छ। जस्तो ब्याङ्कमा त अब आफ्नो खाता भएको भइहाल्छ, कल आएर अब खाता छ कि छैन भन्ने कुरा सोध्ने हो। अब अरू अब अमाउन्टहरू त अब भन्न मिल्दैन, त्यो थाहा भएकै कुरा हो। अब ब्याङ्क खाता छ कि छैन भन्ने कुराहरू हुन्छ। यो ठाउँमा यो खाता छ मेरो भनेर बताउनु पर्ने हुन्छ। यो कुरा चाहिँ अब त्यो स्पोन्सरले भन्ने कुरा हो। ब्याङ्कमा आउँदाखेरि चाहिँ ब्याङ्कले अब छ भन्ने कुरा भइहाल्छ। ब्याङ्कको लागि त टेन्सन भएन। जस मेन भनेको हामीले स्पोन्सर प्लस आफू स्टुडेन्टले चाहिँ तयारी भएर चाहिँ बस्नु पर्यो। जस्तो इन्क्वायरीको लागि चाहिँ तयारी हुनु पर्यो। जस्तो कल आउँदाखेरि कल उठाउनु पर्यो। जस्तो तपाईँलाई 3 पटकसम्म कल गर्छन् है, तपाईँले सुरुमा 1 पटक कल गर्यो, तपाईँले उठाउनु भएन, अथवा अर्को दोस्रो पटक पनि गर्न सक्छ, अथवा भोलिपल्ट गर्न सक्छ। जस कल चाहिँ दोहोऱ्याएर 13 आउँछ, कल आउँदा चाहिँ उठाउनु होला। केही चाहिँ कल आउँदा नउठाउने, त्यस्तै गरी अरू कुराहरू भनौँ न, यो आफूले जुन एप्लाई गर्दाखेरि राखेको कुराहरूभन्दा बाहेकको कुराहरू, फाल्तु कुराहरू भनिदिने, त्यस्तो चाहिँ गर्नु भएन। आफू तयारी भएर चाहिँ अलिक सिरियसली हिसाबले चाहिँ बस्नु पर्यो। यो कुराहरू हो इन्क्वायरीको लागि। जापान इमिग्रेसनले चाहिँ भटाभट इन्क्वायरी गरिरहेको छ। यो कुराहरू चाहिँ हजुरहरूले ध्यानमा राखेर चाहिँ आफू तयारी भएर बस्नु होला। जति पनि स्टुडेन्टहरू हुनुहुन्छ, जस्तो जापानको लागि तयारी गर्दै हुनुहुन्छ, भाषा पढ्दै हुनुहुन्छ, जस्तो भाषामा चाहिँ तपाईँहरूलाई मैले के भन्न चाहन्छु भने N5 प्लस N4 दुईवटा लेभल चाहिँ पढेर, राम्रोसँग पढेर जापान जानु होला। जस्तो जापान जानुहुन्छ, भाषा जानेको हुँदैन। अनि जति पनि स्टुडेन्टमा जानेहरूले चाहिँ के सोध्छन् भने उतै गएर पढ्ने हो, नेपालमा किन पढ्नु पर्यो, अलिअलि यसो पढौँ भन्ने मात्रै मेन्टल बनाउनुहुन्छ, दिमाग बनाउनुहुन्छ। त्यो हुँदाखेरि चाहिँ अनि उता गइसके पछाडि धेरै दुःख पाइन्छ। जस्तो स्ट्रगल धेरै गर्नुपर्ने हुन्छ, भाषा पनि नजानेको, अरूको ठाउँमा गाह्रो हुन्छ। त्यो भएको हुनाले चाहिँ जति पनि स्टुडेन्टहरू हुनुहुन्छ, विद्यार्थीहरूलाई चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरू राम्रोसँग भाषा पढेर N5 अनि N4 लेभल चाहिँ राम्रोसँग पढेर मात्रै जानु होला। त्यो भयो भने तपाईँलाई उता गइसकेपछि अब पार्ट टाइम जबको कुरा आउँछ। अब त्योहरू गर्नलाई पनि अब भाषा भइसके पछाडि सजिलो हुन्छ। अनि पछि कलेजमा पनि भनौँ न पढ्दाखेरि, ल्याङ्ग्वेज क्लास जाँदाखेरि पहिल्यै आफू तयारी भएर नेपालबाटै गइसकेपछि धेरै मेहनत गरेर राख्नु परेन। आफू पहिल्यै जानेको कुराहरू भइरहेको हुन्छ। त्यो हुँदाखेरि चाहिँ धेरै सजिलो हुन आउँछ। यो नै छ आजको भिडियोमा मैले यति मात्र बताउन चाहेँ। अरू भिडियोहरू हेर्न चाहनुहुन्छ भने के मार्फत जोडिनु भएको छ, टिकटक मार्फत जोडिनु भएको छ भने यस टिकटकलाई फलो गर्नु होला। त्यस्तै फेसबुक मार्फत जोडिनु भएको छ भने यस फेसबुक पेजलाई चाहिँ फलो गर्नु होला। त्यस्तै गरी युट्युबमा हुनुहुन्छ भने युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला। दिपेन्द्र सुवेदी अफिसियल
चाहिँ मैले हरेक भिडियोहरू पोस्ट गरिरहेको हुन्छु भन्दै आजको भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। नमस्ते।